एकचोटि एकजना गर्भवती बहिनी मेरो चेक गरेको कोठामा आउनुभयो, अर्कै कारणले आउनुभएको थियो। अनि उहाँको टाउकोमा यहाँनिर चाहिँ यत्रो ठुलो रातो कसैले पिटेको दाग थियो। अनि मैले बहिनी यो घाँटीमा के भयो भनेको, उहाँले चाहिँ के भन्नुभयो भने मलाई त मेरो श्रीमानले पहिला त भन्नु भएन, मेरो श्रीमानले बेलुका बेलुका रक्सी खाएर पिट्नुहुन्छ भनेर भन्नुभयो। अनि यसो सोचेर मैले चाहिँ एउटा चिठी लेखेँ, यो गएर आफ्नो श्रीमानलाई दिनु होला यो चिठी भनेर। अनि उहाँ घर जानुभएछ, श्रीमानको हातमा त्यो चिठी दिनुभएछ। श्रीमानले त्यो चिठी पढेर च्यातेर फाल्नुभएछ आगोमा। अनि त्यसको 2 दिनपछि बेलुका पख खाना बनाउने बेलामा श्रीमान आउनुभएछ रक्सी नखाएर। तँलाई अलिकति रेस्ट चाहिन्छ, त रेस्ट गर, म आज खाना पकाउँछु भन्नुभएछ। अनि भोलिपल्ट दिउँसो चाहिँ तेरो म आज कपडा पनि धोइदिन्छु, त रेस्ट कर भन्नुभएछ। अनि उहाँलाई लाज लागेछ। अनि उहाँ म कहाँ फेरि आउने बेलामा आउनुभयो। डाक्टर साहब त्यो चिठीमा के भन्यो भने त्यो चिठी मैले मेरो नामबाट लेखेको होइन, तपाईँको नामबाट पनि लेखेको थिइनँ, अस्पतालको नामबाट पनि लेखेको थिइनँ। त्यो चिठी तपाईँको गर्भभित्र रहेको बच्चाको नामबाट लेखेको थिएँ। मैले त्यो चिठीमा के लेखेको थिएँ भने, प्रिय बुवा, म अहिले आमाको काखभित्र खेलिरहेको छु, सुरक्षित छु, खेल्ने धेरै ठाउँहरू छ यहाँ। म बाहिर आएर तपाईँको हात समातेर स्कुल जान आतुर छु, तपाईँको काखमा खेल्न आतुर छु, मेरो बुवालाई भेट्न म आतुर छु। तर मेरो बुवा, म बेलुका 7 बजेपछि मलाई कसैले घाँटी चेपेको जस्तो लाग्छ, कसैले मलाई मार्दिन खोजेको जस्तो लाग्छ। मेरो आमाको वरिपरि मेरो बुवा हुँदाहुँदै कसले यस्तो गर्यो होला र? मलाई त यो कुरामा विश्वास लाग्दैन। मेरो आमाको सुरक्षा गरिदिनु होला है, किनभने उहाँकै पेट मेरो घर हो भनेर लेखेर पठाएको। उहाँ परिवर्तित हुनुभएछ कि। त्यसैले मलाई के लाग्छ भने मोडल चाहिँ चेन्ज गर्नुपर्छ जस्तो